ओम शान्ति। गुड मर्निङ। बापदादाका प्यारा प्यारा सफलता मूर्त बच्चाहरूलाई अनुभव गरौँ। स्वयं बापदादा वतनबाट हाम्रो सम्मुख आउनुभएको छ र हामीलाई आजको यस छोटो साकार मुरली सुनाइरहनु भएको छ। आज मिति 2082 साल फागुन 25 गते सोमबार, तदनुसार 9 मार्च 2026। मिठो प्यारो शिव बाबा मुरलीको सारमा भन्नुहुन्छ, मिठे बच्चे, जसरी बाबाको पाठ सबैको कल्याण गर्नु हो, त्यसै गरी बाबा समान कल्याणकारी बन, आफ्नो र सबैको कल्याण गर। आज बाबाले हामीलाई प्रश्न सोध्नुभएको छ, बच्चाहरूको कुन एउटा विशेषतालाई देखेर बापदादा धेरै खुसी हुनुहुन्छ? उत्तरमा बाबा भन्नुहुन्छ, गरिब बच्चाहरूले बाबाको यज्ञमा 8 आना 1 रुपैयाँ पठाइदिन्छन्। भन्छन्, बाबा यसको सट्टा हामीलाई महल दिनुहोस्। बाबा भन्नुहुन्छ, प्यारा बच्चाहरू, यो 1 रुपैयाँ पनि शिव बाबाको खजानामा जम्मा भयो। तिमीलाई 21 जन्मको लागि महल मिल्नेछ। सुदामाको उदाहरण छ नि, 1 कौडी पनि खर्च नगरी तिमी बच्चाहरूलाई विश्वको बादशाही मिल्नेछ। बाबा गरिब बच्चाहरूको यो विशेषतामा धेरै खुसी हुनुहुन्छ। गीत। तुम्हें पाके हमने जहाँ पा लिया है, तुम्हें पाके हमने जहाँ पा लिया है, जमी तो जमी आसमां पा लिया है, तुम्हें पाके हमने। अच्छा मिठे मिठे सिकिले बच्चाहरूप्रति माता पिता बापदादाको याद प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। हामी रुहानी बच्चाहरूको रुहानी माता पिता बापदादालाई दिलवजान सिक्वा प्रेमबाट याद प्यार गुड मर्निङ नमस्ते। वाह बाबा वाह, वाह टिचर वाह, वाह सद्गुरु वाह। धन्यवाद बाबा, धन्यवाद। आज बाबाले हामीलाई धारणा गर्नको लागि मुख्य पोइन्ट्स दिँदै हुनुहुन्छ। नम्बर 1, सदा अपार खुसीमा रहनको लागि बेहदको ज्ञान बुद्धिमा राख्नु छ। ज्ञान रत्नले आफ्नो झोली भरेर आफ्नो र सबैको कल्याण गर्नु छ। ज्ञानमा धेरै धेरै होसियार बन्नु छ। नम्बर 2, भविष्य 21 जन्मको राज्य भाग्यको अधिकार लिनको लागि आफ्नो सबै थोक ट्रान्सफर गरिदिनु छ। यो फोहोरी दुनियाँबाट छुटकारा पाउने युक्ति रच्नु छ। वरदान अनुभव गरौँ। स्वयं बापदादाको वरदानी हात हाम्रो श्रीमाथि छ अनि बापदादा हामीलाई वरदान दिँदै हुनुहुन्छ। एक बाबाको लभमा लभलीन रहेर सदा चढ्ती कलाको अनुभव गर्ने सफलता मूर्त भव। विश्लेषणमा बाबा भन्नुहुन्छ, सेवामा वा स्वयंको चढ्ती कलामा सफलताको मुख्य आधार हो एक बाबासँग अटुट प्यार। बाबा सिवाय अरू केही नदेखियोस्। सङ्कल्पमा पनि बाबा, बोलीमा पनि बाबा, कर्ममा पनि बाबाको साथ रहोस्। यस्तो लभलीन आत्माले एक शब्द बोल्यो भने पनि उसको स्नेहको बोलीले अर्को आत्मालाई पनि स्नेहमा बाँधिदिन्छ। यस्तो लभलीन आत्माको एक बाबा शब्दले नै जादुको काम गर्छ। ऊ रुहानी जादुगर बन्छ। स्लोगनमा बाबा भन्नुहुन्छ, योगी आत्मा त्यो हो जो अन्तर्मुखी बनेर लाइट माइट रूपमा स्थित रहन्छ। अच्छा, ओम शान्ति। आज हामी सम्मान लिनेछौँ। म सफलता मूर्त आत्मा हुँ। म सफलता मूर्त आत्मा हुँ। ओम शान्ति।